के हो राजनाम भनेको, के हो पुस्ता भनेको? भारतमा चाहिँ नि 80 वर्ष बाँध्यो मान्छेलाई नेता बाँध्न हिँड्ने, चीनमा 80 वर्षकालाई नेता बाँध्न हिँड्ने, रसियामा 80 वर्ष लागेकालाई नेता बाँध्ने, अमेरिकामा 54 वर्ष लागेकालाई नेता बाँध्ने, उमेरका कुरा गर्ने कि सपनाका कुरा गर्ने? कांग्रेस पार्टी भए पनि नेतामा कांग्रेसको एकजना नेता चन्द्र भण्डारी मलाई साह्रै मन पर्थ्यो। यो भिडियो हेरेपछि मन पर्न छोडो। एउटै भिडियोले मन पर्ने एउटै भिडियोले नपर्ने होइन, उहाँका पहिलेका कुराहरू साह्रै राम्रो लाग्थ्यो र यो अहिलेको इन्टरभ्यूमा दिनुभएको यो कुरा मलाई मन परेन। मलाई मन पर्नै पर्छ भन्ने पनि छैन, तर किन मन परेन भन्ने कुरा म भन्छु हजुरहरूलाई। किन मन परेन भने उहाँले भन्नुभएको छ राजनीतिमा पुस्ता हुन्छ, बुढो हुन्छ, राजनीतिमा 100 वर्ष पुगेको मान्छे युवा हुन्छ भने तपाईले गरेका कुरा सबै राइट होलान्, सबै राम्रा होलान्, ठिक छ, हामी मान्छौं। नेता नमान्ने भन्नुभएको छ। हामी नेता होइन भगवान मान्छौं, तर चाइनाले गरे जस्तो विकास, अमेरिकाले गरे जस्तो विकास गरेर देखाइदिनुहोस्। सम्भव छ? कति वर्ष भयो सत्तामा बसेको, कति समय भयो तपाईहरुका पार्टीका नेताहरू प्रधानमन्त्री भएको, खोइ गरेको? जनताले त चाहेका हुन् क्या। 100 वर्ष पुगेको मान्छेलाई हामी नेता होइन भगवान मान्छौं, तर अमेरिका जस्तो चाइना जस्तो देश बनाउनु पर्यो नि त। देश नबनाएको कारणले नेता नमानेको हुन्। यहाँ जनता पनि बोल्न पाउँछन्, नेता पनि बोल्न पाउँछन्। गणतन्त्र यतिको लागि फाइदाजनक छ। तपाईको सभापतिले के गरे अहिलेसम्म? 5 चोटि 6 चोटि प्रधानमन्त्री भएर। एमाले के गर्यो अहिलेसम्म? माओवादीले के गर्यो अहिलेसम्म? यिनीहरूले नि हो विकास गरेको। 10 वर्ष 12 वर्षदेखि यिनीहरू नि छन्। आलो पालो 3 जना प्रधानमन्त्री को छ अहिलेसम्म? कसले छेको विकास गर्न? 3 जनासँग 3 जना मिल्छन्। फेरि यिनीहरूको सत्ता 7000 नमिलेपछि कुकुर बिराला जस्तो यिनीहरू नि गर्छन्। तपाईकै पार्टीका मान्छेहरू गर्छन्। यति भनिरहँदाखेरि एमाले कांग्रेसका मान्छेहरूलाई रिस उठ्न सक्छ, तर पार्टीको झोले होइन, व्यक्ति भनेको स्वतन्त्र बन्नुपर्छ। स्वतन्त्र व्यक्ति बन्ने हो क्या। स्वतन्त्र देशको झण्डा बोकेर हिँड्ने, देशको भलोमा काम गर्ने, एक दिन मरेर जानुपर्छ भनेर तपाईले भन्नुभएको होइन? अनि यो मरेर जाने खालको कुरो गर्नुभएको तपाईले? 80 वर्षकाले अमेरिका चलाए, 80 वर्षकाले भारत चलाए, यति वर्षकाले चाइना चलाए। चलाउँछन् त, उनीहरूसँग भिजन छ, विकास गर्छन्। अनि तपाईले सुन्नु भयो कि सुन्नु भएन न्युज? चाइनाको अर्थमन्त्री कि गृहमन्त्री कसलाई भ्रष्टाचार गरेको मुद्दा फैसलामा फाँसीको सजाय सुनायो भन्ने सुनेको थिएँ त मैले न्युज। ठ्याक्कै यो मन्त्री भन्ने चाहिँ मैले बिर्सेँ। तर एउटा मन्त्री